मेरो जन्म चाहिँ सर्वप्रथम 1990 साल चैत्र 2 गतेमा जन्म भएको हो। अनि त्यसकै आधारमा पछि हुर्किँदै गइयो। 3-4 वर्ष भएपछि बाले पढाउन लाग्नुभयो, अक्षर चिनाउन लाग्नुभयो। अक्षर चिन्यो। डिलिरमण र म 2 सालको फरक छ। उहाँको 88 साल, मेरो 90 साल। सँगसँगै हुर्क्यौँ, सँगसँगै हिँड्न थाल्यौँ अनि पढ्न थाल्यौँ। सँगसँगै पढाउन लाग्नुभयो बाले। अनि सँगसँगै पढ्यौँ। पढिसकेपछि अक्षर चिनिसकेपछि ज्योतिष पढाउनु भयो। उहाँले ज्योतिष पढ्न जान्नु भएको रहेछ। ज्योतिष पढाउनु भयो मजासँग। अनि पात्रो छपाउने कुरा आयो। पात्रो छपाउनलाई बुवाले ग्रहण गर्न जान्नुभएको रहन्छ। त्यसो भएको हुनाले मैले ग्रहण गर्न सकिनँ। ल साइला त सिपालु छस्, त ग्रहण गरेर आइज भनेर घाटबारी पठाउनु भयो। पदेरु कहाँ, पदेरु भन्ने एउटा जैसी ज्योतिषी रहेछन्, उनका पढाउन पठाउनु भयो। तर गुरुकुलमा गएर पढ्ने त्यो कुरा मलाई थाहा थियो। अनि गुरु कहाँ पढ्न भनेर गएको। 3 दिन 4 दिन भयो, केही पनि पढाउन सुरु नै गर्दैनन्। पढ्न आएको भनेर भनेको छु। अनि यस्ता गुरुले पढाउँदैनन्, जान्छु म भनेर त्यहाँबाट निक्लेर हिँडेर अनि पदेरु कहाँ च्याङ्लीमा के अरे लहेर नाउँ बिर्सिएको, नीलकण्ठ ज्योतिषी कहाँ पढ्न भनेर गएको। त ग्रहण गन्देऊ भनेर गएको। उसले पनि व्याकरण पढाएर रहन्छ। ल गुरु मलाई व्याकरण पढाइदिनुहोस्, तपाईँ ग्रहण गर्नुहोस्, म गराइदिन्छु भनेर सुरु गर्यो। 15 दिन भएपछि अनि विचार गरे त मैले त्यो पात्रो छपाउने कुरा छोड्ने विचार गरेँ। अनि भयो भनेर अनि फर्केर गएपछि फेरि बाले भन्नुभयो, ल माइलो जान्दैन त पढ्न जा त बाबु, कौमुदी पढ्न जा भनेर कौमुदी पढ्न पठाउनु भयो उहुबारी भट्ट कहाँ। उहाँ गएर मजासँग कौमुदी पढेँ। अनि त्यहाँ पनि 10-12 जना रहेछन् जोगीमारातिरदेखिका विद्यार्थी रहेछन्। उनीहरूलाई पाठ लगाइदिने गरेँ। पाठ लगाइदिने गर्दा मलाई कौमुदी पनि कण्ठ भयो। अनि त्योभन्दा अगाडि अरू घटना छ, त्यो हेरौँ के अरे, भनौँ के अरे है। त्यो घरमा बाले ज्योतिषी पढाउने बेलासम्म बिहान मात्रै पढाउने हो। दिउँसो चाहिँ बेसी गएर बाँदर कुर्ने, मकै कुर्ने, बाँदर आउन नदिने, धपाउने, छोटार भन्ने ठाउँमा बाँदर कुर्ने गरेँ। अनि त्यस्तै गर्दा गर्दै गोठा बस्नलाई कान्छा बा चाहिँ डराउनु हुन्थ्यो। त्यसो हुनाले कि डिलिरमण बस्थ्यौँ गोठा बस्नलाई। हिउँदमा गोठमा बस्दा फरीको ओडे आएर फरीको बनाएर फरिकाले छेकेर बस्थ्यौँ। अनि त्यहाँ बस्दाखेरि एउटा गोत्र प्रवरावली भन्ने किताब लिएर गएर राति गोठा पढ्ने गर्थेँ आगो बालेर। त्यो पढ्दाखेरि अनि त्यहीँ निदाउँदो रहेछु। बाछा बाछी बाँधेको थियो। त्यो बाँधेको बाछा बाछीले कुल्चिने, गोबर लाउने गरेर गोबर लाएको, गौत लागेको त्यो किताब अहिलेसम्म छँदैछ। त्यो थरगोत्र प्रवरावली भन्ने त्यसरी पढिन्थ्यो। अनि त्यहाँबाट फेरि उहाँले पढाउन छोडेपछि त्यो नीलकण्ठ कहाँबाट फर्केर आएपछि मैले
अब पात्र नछपाउने भनेपछि अनि त पढ्न जा त भनेर मैदी उहुबारी गुरु कहाँ भट्ट गुरु कहाँ पढाउनु भयो। अनि उहाँ गएर पढेर 3 वर्ष कौमुदी पढेपछि अनि पण्डित बाजे भएर पुराण भनेर हिँड्न थालेँ। अरू प्रमाणपत्रहरू केही पनि छैन, यति उति भन्ने प्रमाणपत्र, जाहिर खाने प्रमाणपत्र केही पनि छैन। 2-4 वर्ष पुराण भनेर हिँडेपछि अनि 14 सालमा आएर एउटा साथीहरूले कराउन थाले, ए त जाहिर खानु पर्दैन, यस्तो तालले हुन्छ, खालि पण्डित बाजे भएर घिउर भात खाएर मात्र हिँड्ने, जाहिर खानुपर्छ, पढ्न जा, काठमाडौँ उसमा रानी पोखरी पाठशालामा पढ्न जा, पढेर आइज, अनि जाहिर खानुपर्छ भने। त्यहाँबाट मैले भने म बुढो भएपछि त्यो बुढाहरूसँग के पढ्न जाने नि, 24 वर्षको भइसकेको छु त्यति बेला, के पढ्न जाने, पो जान्न, म त काशी जान्छु बरु भनेर बनारस गएर 1 साल बनारसमा बसेर हिन्दी चाहिँ जान्दैन थिएँ, किताबहरू जम्मै पढाउँथेँ, अरूलाई पढाउँथेँ म। त्यो जाँदिनु पर्ने किताबहरू त पहिले नै घरमै अरूलाई पढाउने भइसकेका थिएँ। अनि त्यसरी गएर बनारसमा गएर जाँच दिएर प्रथम श्रेणीमा पास गरेँ, फर्स्ट डिभिजनमा एसएलसी पास गरेँ। यो पास गरेपछि आइहालेँ म। आएर अनि त्यो मास्टरको प्रमाणपत्र के अरे प्रमाणपत्र लिएर आएपछि त्यो प्रमाणपत्र बनाउने बेलामा पनि साथीहरूले त्यो फारम भर्ने बेलामा पढ्ने फारम भर्ने बेलामा क्याम्पसमा हिन्दू युनिभर्सिटीमा त्यो पठाउने बेलामा त साथीहरूले ओए त बुढो भइसकिस्, जाहिर खाएर फेरि यो समय पुग्दैन, ल घटाउनु पर्यो भनेर 10 वर्ष उमेर घटाएर प्रमाण बनाइदिए, पठाइदिए। आखिरी मेरो शिक्षाको प्रमाण चाहिँ त 10 वर्ष घटिएको छ। त्यस्तो घटिको प्रमाणपत्र बनाएर अनि तुरुन्तै फर्केर आएँ। आएपछि मास्टर साहेब भनेर त्यही प्रमाणले मास्टर पनि पहिले नै भएँ। मास्टर भएर अनि साङ्कोसमा पढाउन थालेँ। उसमा ठाँटी भन्ज्याङमा आविर्तापको ठाँटी भन्ज्याङमा पनि पढाएँ। अनि त्यहाँबाट फेरि साङ्कोसले अच्छकाली गरे, ल आइज भनेर साङ्कोस गएर पढाउन थालेँ। पढाउँदै अनि 20 वर्ष भएपछि पेन्सनमा बसेँ। एक किसिमको बुढी भएपछि भनौँ न, थाल्दै बुढो भएपछि थालेको। त्यसरी पढाउन बसेँ। अनि पढाउन पनि फेरि छोड्ने बेला पनि छोरोलाई मधुवनमा मास्टर बनाएको थियो लेखनाथलाई। अनि उसलाई त्यहाँ गाउँमा ल्याउन खोजेको राजनीतिको नाताले दिएनन् गाउँलेले। मैले छोड्ने बेला मेरो ठाउँमा ल्याउन आँटेका त दिएनन्। अनि फेरि शिक्षा शाखासँग चाहिँ सम्पर्क गरेर सोधे, या त तपाईँले छोड्न आँटे भए तपाईँ जानुहोस् मधुवनमा, छोरा उसमा तपाईँ जानुहोस् र तपाईँको ठाउँमा सट्टा ल्याउनलाई पाउनुहुन्छ तपाईँले भनेर। अनि सट्टा मास्टर छोरोलाई साङ्कोसमा ल्याएर म मधुवन गएर चाहिँ राजीनामा गरेँ। अनि ऊ त्यहाँबाट पनि पेन्सन पकाएर अहिले मास्टर बनेर आइरहेछ, पेन्सनवाला मास्टर। म पनि पेन्सनवाला। यही किसिमले चाहिँ दिन बिताइरहेको छ।